नमस्कार, मेरो नाम चाहिँ जीवन गिरी। म मध्यपश्चिम विश्वविद्यालयको कृषि संकायको 6औं सेमिस्टर अध्ययनरत एक विद्यार्थी छात्र हुँ र मेरो भागमा चाहिँ एक्सटेन्सनमा एउटा चाहिँ सानो जानकारीमूलक एउटा भिडियो बनाउने थियो। त्योमा पनि म भेडा पालन सम्बन्धी एउटा महत्त्वपूर्ण जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। भेडा पालन विशेष गरी नेपालको दाँजोमा आम्दानीको एउटा राम्रो स्रोत बन्न पुगेको छ, विशेष गरी चाहिँ हिमाल र पहाडतिर। भेडा भनेको एक घरपालुवा जनावर हो। भेडा पालन नेपालमा आम्दानीको राम्रो स्रोत हो। यसबाट मासु, ऊन र मल पाइन्छ। कम लगानीमा सुरु गर्न सकिने भएकोले यो किसानका लागि राम्रो व्यवसाय हो। जातका कुरा गर्दाखेरि नेपालमा विशेष गरी कागबेनी र बरुवाल जस्ता जात पाइन्छन् र मासु र ऊनको लागि हेरेर जातहरू पालिन्छ भने कागबेनी र बरुवाल स्पेसली गरेर हिमाल र पहाड क्षेत्रमा पाइन्छ भने लामपुच्छ्रे भन्ने पनि पाइन्छ। सँगसँगै विदेशी जातहरू पनि अहिले नेपालमा भित्रिएर मासुको लागि हो भने मासु राम्रो हुने जात र ऊनको लागि हो भने ऊनको राम्रो हुने जातहरू पाल्ने गर्छ। अब खुवाउने घाँस अथवा दानाहरूको कुरा गर्दाखेरि हरियो घाँस, सुक्खा घाँस र दानाहरू आरा सन्तुलितको लागि खुवाउने गरिन्छ, जसले गर्दा भेडाको स्वास्थ्य राम्रो हुन्छ र उत्पादन पनि राम्रो बढ्छ। यसले गर्दाखेरि नेपालको दाँजोमा हेर्दाखेरि खुल्ला पाटन चौरहरूमा चराइने र उनीहरूले त्यहाँका जडीबुटीहरू राम्रो खाने र अनि पाल्न सजिलो भएको कारणले यसरी चाहिँ अहिले नेपालमा राम्रो व्यवसाय फस्टाएको हेर्न पाइन्छ, देख्न पाइन्छ। अब गोठको कुरा गर्दाखेरि हिमाल र पहाडमा चाहिँ विशेष गरी कतै ओडारहरू अथवा सानो घेरबार छेक लाएर कुकुरहरू राखेर चाहिँ पालन गरिएको पनि देखिन्छ र यो सजिलो, धेरै लगानी पनि गर्न नपर्ने गोठ र विशेष गरी गोठ चाहिँ सफा, सुक्खा र हावा चल्ने ठाउँमा हुनुपर्दछ। जाडो र वर्षायाममा चाहिँ वर्षायामबाट बचाउन सकिने व्यवस्थापन भएको राम्रो खोर भएमा यसलाई चाहिँ राम्रो मानिन्छ। खोर राम्रो भएमा यिनीहरूलाई रोगहरूबाट लाग्नबाट पनि बचाउँछ। अब रोग र उपचारका कुरा गर्दाखेरि भेडामा पिपिआर, पेट फुल्ने जस्ता रोगहरू लागेको देख्न सकिन्छ र यसबाट बच्नका लागि समयमा खोप लगाउनुपर्छ र पशु चिकित्साको सल्लाह अनुसार हामीले चाहिँ नियमित चेक जाँच र औषधिहरू दिने काम गर्नुपर्दछ, जसले गर्दाखेरि चाहिँ हामीलाई भेडाहरूबाट लाग्ने रोगबाट बचाउन ठुलो मद्दत पुगेको हेर्न सकिन्छ। र आम्दानीको कुरा गर्दाखेरि भेडाबाट हामीले ऊन, मासु र मल बेचेर पनि आम्दानी लिन सक्छौँ र बजारमा भेडाको मासुको माग पनि राम्रो रहेको हुँदा यसबाट चाहिँ हामीले आगामी दिनमा अथवा पछिका दिनहरूमा पनि मासुमा नेपाल सरकार अहिले आफैमा पनि आत्मनिर्भर भइरहेको र यो सजिलो व्यवसाय हुँदाखेरि योबाट हामीले आम्दानी लिन सक्छौँ। भेडा पालनको कुरा गर्दाखेरि नेपालमा चाहिँ अहिले पछिल्लो चरणमा युवाहरू पनि हौसिएको र यो काममा लागिरहेको देख्न सकिन्छ र यो भेडा पालनले नेपालमा एउटा रोजगारको राम्रो सिर्जना पनि व्यवस्थापन गरेको छ र रोजगारको अवसर दिइरहेको र हामीले भोलिका दिनहरूमा भेडा पालनमा लागिरहँदा राम्रो एउटा आम्दानीको स्रोत पनि बनेको छ र जसले गर्दा अहिले नेपाल सरकारले पनि भेडा पालन अथवा युवा लक्षित कार्यक्रम गरेर युवाहरूलाई उद्यमतिर जोड्ने जस्ता कुराहरू चाहिँ गरिरहेको छ। यो कामलाई चाहिँ हामीले गर्दाखेरि राम्रोसँग अनुसन्धान गरेर चाहिँ अगाडि बढ्नुपर्छ र आगामी दिनमा चाहिँ यस्ता खालका जानकारीमूलक भिडियोहरू पनि ल्याउने छु र यो भिडियोमा के कस्तो लाग्छ तपाईँहरूले प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा लिएको छु। यति भन्दै मेरो भिडियो यहीँ अन्त्य गर्छु। हस्त, नमस्कार, जय देश, जय कृषि। धन्यवाद।